म जन्मेदेखि अहिलेसम्म पनि मैले जिन्दगीमा एकचोटि पनि आई लभ दिस नेपाली एजुकेसन सिस्टम भन्न सकेको छैन कि मासाला मलाई जतिखेर नि रिस उठाउँछ यार। स्कुल लेभल त्यस्तै थियो, सरकारी स्कुल त्यस्तै, प्राइभेट स्कुल त्यस्तै, 12 पढ्यो 11-12 पढ्यो ग्लोबलमा मासाला त्यो पनि त्यस्तै। अब फाइनली ल त नि ग्लोबल त प्राइभेट थियो, अब सरकारीमा आएर पढ्छु भने BBA पढ्यो, सरकारी पनि उस्तै यार। भोलि हाम्रो म्याथ सरले हामीलाई होमवर्क गर्न देखा के ब्याचलरमा पढ्ने स्टुडेन्ट सेकेन्ड सेमेस्टर होमवर्क गर्न देखा। अनि होमवर्क पनि ल त नि ठिक छ अलिअलि प्र्याक्टिस गरेर आऊ, एक क्वेसन गरेर आइज। एउटा क्वेसन गर्नुहोस् भने फेरि गराउँछु, त्यस्तो रुल्स। के यसले मलाई केही फाइदा भइरहेको छ? के यसले त्यो सरलाई फाइदा भइरहेको छ? मेबी यस, मेबी हि इज अ स्याडिस्ट होइन। अरू विद्यार्थीले दुःख पाएको देखेर उसलाई मजा आउँछ, आई डोन्ट नो। तर यो अननेसेसरी यो बिटी मलाई यो कलेजले बोध दिइसक्यो कि नाउ अब मैले यो कलेज कसरी स्केप गर्ने भन्ने प्लान गराएर छु कि 80% एटेन्डेन्स अरे, कलेज रेगुलर जाऊ अरे, त्यही माथि होमवर्क गर अरे यार। अनि पढाइ पनि ल BBA भनेर जस्तो अलिकति बिजनेसको एक्सपोजर अलिकति खतरा छँदै छैन। पढाइ पनि फुल त्यो मार्क्स स्टाइलले हो क्या, यो क्वेसन यति मार्क्सको, यो क्वेसन यति मार्क्सको, यो क्वेसन यति मार्क्सको, यो क्वेसन यति मार्क्सको, यसलाई यस्तरी लेख्ने, यसलाई यस्तरी लेख्ने, यो 1.5 पन्ना लेख्ने, यो 2 पन्ना लेख्ने। ए यार यो हुन्छ नि मलाई चाहिँ पहिला मान्छे किन विदेश जान्छ भन्ने जस्तो फिल हुन्थ्यो। अहिले मैले रियलाइज गरेर छु कि 12 पछि यो साला नेपालमा ब्याचलर पढेर यस्तै यो धरी बिजोगै हुने हो कि, कामै छैन यार। अब इन्जिनियरिङको हुन्छ होला, अब मान्छेको आफ्नो पर्सनल प्रेफरेन्स हुन्छ। मेरो पर्सनल ओपिनियन के हो भनेपछि नेपालको ब्याचलर्स कलेज पनि ठिक छैन क्या यार। म पढ्ने कलेजलाई त वान अफ द टप BBA कलेज भन्छन् कि, बट स्टिल इट्स फकिङ सिट होइन। माथि त्यो हलमा हुन्छ नि BBA हलमा त्यो व्हाइट बोर्डमा पुरै काला काला धर्का लागे छन्, त्यो फिक्स गर्नु छैन होइन। प्रोजेक्टरमा साउन्ड आउँदैन, त्यो फिक्स गर्नु छैन। प्रोजेक्टर बिग्राइ गर्छ, त्यो फिक्स गर्नु छैन। यिनीहरूले फिङ्गर प्रिन्ट हाले छन् एटेन्डेन्सको लागि। हरेक दिन स्टुडेन्ट र टिचरहरूले चाहिँ त्यो फिङ्गर प्रिन्ट यस्तो यस्तो गरेर जानुपर्छ कि। मलाई कसम यो कलेजले रिस उठाइसक्यो कि यार। मैले केही राम्रो सिकिरहेको पनि छैन, मैले केही राम्रो गरेर आएको छैन, मलाई केही त्यस्तो मजा नि आइरहेको छैन होइन। मेरो टाइम वेस्ट, मेरो इनर्जी वेस्ट होइन। अहिले म यस्तो थाकेर आएको छु कि मेरो कस्तो दिमाग खराब भइरहेको, मेरो टाउको दुखिरहेको कि अहिले। त्यही नि मैले भिडियो बनाएर छु, बिकज अहिले रुममा कोही छैन, रुममा कोही नभएको बेला भिडियो बनाउनु सजिलो हुन्छ कि। त्यही हो यार, यो ब्याचलर कलेजले मेरो दिमाग खराब गरिसक्यो होइन। अब मैले चाहिँ मोस्ट प्रोबेबली यो सेमेस्टर पछि छोड्छु होला यार। मलाई लास्ट झ्याउ लागिसक्यो कि यो कलेज देखेर यार। मेरो उमेरका साथीहरू, मेरो कतिवटा साथीहरू छन् होइन कलेजमा पढेर, तिनीहरूले के गरिरहन्। कसैले 3 लाख 4 लाख कमाउँछन्, कसैले 5 लाख प्लस कमाइरहेछन्, कसैले 60-70 हजारमा कमाइरहन् होइन। लाइक दे आर डुइङ समथिङ म्यान। तिनीहरूले आफ्नो लाइफमा मजा नि पाइरहन्, पैसा नि पाइरहन्, गरिरहन्, प्रोग्रेस गरिरहन्। अब त्यसलाई पछि स्केल गर्छन्, पछि 1 लाख 2 लाख 3 लाख बनाउलान्। एन्ड वाट एम आई डुइङ? फकिङ नथिङ। मेरो पुरा दिन वेस्ट भइरहेको क्या यार होइन। मेरो अलिअलि त्यो बचेको इनर्जी भनेको मैले कन्टेन्ट क्रिएसनमा मात्रै दिइरहेको छु कि। यो कन्टेन्ट क्रिएसनले पनि म अब के गर्ने हो यार। जस्तै यो उमेर भनेको त एकदमै इनर्जेटिक उमेर हो नि त। यो उमेरमा त मैले नयाँ नयाँ चिजहरू एक्सप्लोर गर्न पर्ने हो। मैले अस्ति सोसल मिडिया मार्केटिङ भनेर थिएँ, त्यो एक्सप्लोर गर्न पर्ने हो। मैले अरू कुनै जब गर्न सक्थेँ, केही हुन्छ नि यस्तो एक्सप्लोर गर्न सक्थेँ नि त। तर मैले अहिले यहाँ केही गर्न सकिरहेको छैन कि। अब गर्न त सकिन्छ, तर लास्ट त्यो धेरै बिटी हुन्छ कि। अहिले पनि मैले गर्न त सकिरहेको छु नि त, तर त्यो हुन्छ नि मजा आउन्न क्या यार त्यसमा यार। त्यो लेभलमा स्केल गर्न सकिन्न कि। त्यो कलेजले गर्दा अलिकति ल्याङल्याङै हुन्छ कि। यो नेपालको एजुकेसन सिस्टम भनेको जन्मेदेखि मर्दासम्म जतिखेर नि मार्क्स मासाला स्टुडेन्टलाई पुरै स्लेभ बनाउनमा फोकस छ यार। यिनीहरूको एजुकेसन सिस्टम किन स्लेभ बनाउन पर्यो यार? मलाई एब्सेन्ट बस्न दिएन, मैले पैसा तिरेछु त यार। एब्सेन्ट बस्न दिएन, मलाई होमवर्क नगर्न दिएन, होमवर्क गर अरे। मलाई किन गर म तेरो होमवर्क? पागल हो म मासाला? मैले के अरू चिज गर्न पाउनु पर्दैन? होमवर्क मार्क्स साला दिमाग खराब भइसक्यो यार मेरो यार। पढाउने टेक्निक पुरै मार्क्स अब्सेस्ड, विद्यार्थीलाई ट्रिट गर्ने पुरै मार्क्स अब्सेस्ड। यो के गर्न खोजेको यार नेपालको एजुकेसन सिस्टमले यार? एकचोटि त मलाई ल त नि ठिक छ यार, ल फाइनली हुन्छ नि अब अहिलेसम्म जे भयो ठिकै छ, अब चाहिँ त्यस्तो नहोला भन्ने त्यो फिल गर्न दिएन यार। जतिखेर नि मलाई स्लेभ जस्तो ट्रिट गरे मासाला, नोकर अरे। यो एजुकेसन सिस्टम मात्रै एउटा यस्तो चिज हो जहाँ चाहिँ पैसा दिएर नोकर बनिन्छ कि। अरू ठाउँमा नोकर बनायो भने पैसा पाइन्छ, यहाँ चाहिँ पैसा दिएर नोकर बनिने हो क्या। मलाई
12 क्लाससम्म त यिनीहरूले पुरै थिचेरै राख्छन् कि कपाल पनि नपाल, यो पनि नगर, त्यो पनि नगर, त्यो पनि नगरमा। ब्याचलरमा आएर अलिकति केही होला कि सरकारी स्कुलमा त केही होला कि भन्यो, सरकारी कलेजमा त केही होला कि भन्यो, उही छ पारा, उही छ मा। भने आई एम फकिङ टायर्ड विथ दिस सिट। म यो नेपालको एजुकेसन सिस्टमदेखि एकदमै थाकिसकेँ। मैले अब स्केप प्लान बनाएर छु, अब त्यो कतिको सक्सेसफुल हुन्छ थाहा छैन। मैले अरू कन्टेन्ट क्रिएटरहरूले कमाइरहेको देखिरहेको छु। सो अब म दिनको 2-4 जति रिल हाल्न सकेँ भनेपछि आई होप म यो सेमेस्टर सकिने बेलासम्म केही न केही भयो भने कमाउन सक्छु। यदि मैले महिनाको 40-50 हजार कमाउन सकेँ भनेपछि मैले बाबाआमालाई कन्भिन्स गर्न सक्छु कि, र म यो काठमाडौँ छोडेर नै घर चल्दिन सक्छु कि। लाइक यति धेरै फ्रिडम छ कि म जे नि गर्न सक्छु कि, यदि यो कन्टेन्ट क्रिएसन भन्ने चिजले मलाई सक्सेस दिन सक्यो भने। अब अफकोर्स त्यसको लागि मैले अब यस्तो जे पाइदिए कन्टेन्ट हालेर हुन अलिकति प्लान बनाउनुपर्छ। तर झन् यो कन्टेन्ट भनेको चाहिँ मैले जर्नल गरेँ जस्तो हो कि। रिलमा चाहिँ मैले अब नयाँ नयाँ चिजहरू एक्सपेरिमेन्ट गरेर छु, र अब मलाई अलिकति भयो नि बेसिक आइडिया छ कि कस्तो टाइपको चिजहरू अलिकति भाइरल जाने पोटेन्सियल छ भनेर अलिकति आइडिया छ मलाई। सो अब म त्यस्तै टाइपको पोस्ट गर्छु, फलोवर गेन गर्छु, र इभेन्चुअली पैसा कमाउँछु, र यो फकिङ नेपाली एजुकेसन सिस्टमलाई बाई बाई भन्छु। अब म डिल्युजनल छु, म एकदमै नार्सिसिस्ट छु, आई नो। मैले चाहिने भन्दा बढी नै यहाँ पतर पतर गरेर छु, बट दिस इज हु आई एम, इट्स मी। होइन, सब मान्छे युनिक हुन्छ भन्थे, म यस्तै हो कि आई एम अ रिटार्ड, आई एम अ फकिङ साइको, यस्तै हो म। अब के गरौँ म, अब हेरौँ के हुन्छ। लेट्स सी, सेकेन्ड सेमसम्म मैले केही गर्न सक्छु कि नै, हेरौँ अब के हुन्छ। थर्ड सेमेस्टर पढ्दिनँ भन्ने प्लान हो मेरो। अब पछि केही बाई चान्स केही चेन्ज भइहाल्यो भनेपछि अब त्यति बेला हेरौँला। अहिले चाहिँ मैले आफ्नो माइन्ड मेकअप गरिसकेँ, म यो पढ्दिनँ यो कलेज सलेजमा, गरिब बनाउने मात्रै यो बाटो हो, यो गरेर म गरिब हुन्छु। सो आई डोन्ट वान्ट टु बिकम अ गरिब।